क्रेजी गेम होइन मतलब कुशल भुर्तेल ओ भाइ कुशल भुर्तेलको फर्म के भएको केटा हो हाम्रो भुर्तेल मामाले केटा हो यहाँनिर डेडली खेलिदिए केटा हो कुशल भुर्तेलको गेम आज होइन मतलब इभन हाफ सेन्चुरी डिजर्भ गर्थ्यो कुशल भुर्तेल आई मिन एक्स्ट्रा अर्डिनरी क्या कम्प्लिटली एक्स्ट्रा अर्डिनरी एकदमै बवाल गेम गरेको छ चारवटा ब्याट्सम्यानले आज नेपालको लागि ब्याटिङ गरे चारजनाले नै तपाईँको हेर्नुहुन्छ भने 30 रन मतलब एभरेज सबैजनाको एभरेज स्कोर छ क्या मतलब यहाँनिर तपाईँको कुनै पनि ब्याट्सम्यानले चाहिँ यतापट्टि खतरनाक र कुनै पनि ब्याट्सम्यान चाहिँ यतापट्टि लो स्कोरमा चाहिँ कोही पनि आउट भएन एटलिस्ट कतारको खिलाफमा सही यहाँनिर कोही पनि आउट भएको छैन बट बट यहाँनिर केटा हो अब केटा हो डाउट गर्ने टाइम आइसकेको छ बिकज मामाको फर्म आएपछि एउटा प्रश्न जति पनि उठ्ने गर्छ कि ओपनिङ के होला अब सो दिस इज द पोइन्ट आज पनि होइन एक्साइटेड तपाईँहरू पनि हुनुहुन्छ र म पनि छु किनकि कतारसँगको गेम भए पनि इम्पोर्टेन्ट भने डेफिनेटली पनि छ यो गेम र यो गेमको इम्पोर्टेन्स जसले बुझ्छ त्यसले बुझ्छ जो नेपाली क्रिकेटको गेम विगत 5 महिनादेखि वेट गराएको थियो सो इफ हेभन सब्सक्राइब च्यानल सब्सक्राइब गरेर भिडियो लाइक गरिदिउँ च्यानल सब्सक्राइब गरिदिउँ होइन मलाई के लाग्छ भन्दाखेरि 15 ओभरमा सकिनुपर्ने गेम हो होइन लगभग 15 ओभर नेपालले सकाउनु पर्ने लगभग 2 ओभर चाहिँ अलिकति खिच्यो जस्तो लाग्छ मलाई किनभने 150 रनको टार्गेट 150 रनको टार्गेट थियो होइन 150 रन तपाईँको हेर्नुहुन्छ भने हामीले 17 ओभर लियौँ त्यो चाहिँ अलिकति ब्याक जस्तो लाग्छ मलाई अलिकति लेजी मिडल जस्तो लाग्यो मलाई अलिकति लेजी खेल्यौँ जस्तो लाग्छ मलाई चाहिँ होइन मतलब खासै त्यस्तो मजाको लागेन लाइभको क्वालिटी ठिकठाकै थियो त्यो हेर्न मिल्ने लाइभको क्वालिटी थियो त्यस्तो हेर्न नमिल्ने पनि थिएन बट तपाईँको यताबाट 4-5वटा क्यामेरा अर्को एटलिस्ट दुई तिनवटा क्यामेरा अर्को एड हुन्थ्यो भने झन् बवाल हुन्थ्यो होइन सो कङ्ग्रेचुलेसन टु एभ्री फ्यान नेपाली क्रिकेट फ्यान्सहरू एकचोटि नेपालको झन्डा स्प्याम गरिदिउँ र एकचोटि कुशल भुर्तेल मामा स्प्याम गरिदिउँ किनकि मामाको गेम गेट आउट 200को स्ट्राइक रेटमा ओ माई गड क्रेजी यार क्रेजी 38 रन 200को स्ट्राइक रेटमा 3टा छक्का 4वटा चौका ओ माई गड बब्बाल र यतापट्टि अर्को ओपनर आसिफ शेखको कुरा गर्नुहुन्छ भने 4-4वटा सरी 4वटा कि 5वटा 4-4वटा छक्का गेट आउट 4-4वटा छक्का फ्रम आसिफ शेख 3टा छक्का फ्रम कुशल भुर्तेल होइन सो आज ओभरअली छक्का हेर्न पाइयो लोक हेर्नु चाहिँ रोहित कुमार पौडेलबाट छक्का हान्दे तर यतापट्टि बसिर अहमदले 2टा चौका र रोहित कुमार पौडेलको 2टा चौका पनि छ यहाँनिर बााउन्ड्री हेर्नुहुन्छ भने ओभरअली सो ओभरअली जसलाई के भयो भन्दाखेरि चाहिँ हामी बिचमा गएर चाहिँ अलिकति लेजी भयौँ अलिकति हाम्रो जुन सोचे जस्तो गेम भएन बट यहाँनिर खुसीको कुरा के छ भन्दाखेरि जुन एउटा मान्छे थियो जसले जो चल्दाखेरि नेपालको गेम बवाल हुन्थ्यो जो चल्दाखेरि नेपालले गेम जित्थ्यो त्यो प्लेयर हाम्रो कुशल भुर्तेल चाहिँ कमब्याक गरेको छ केटा एकचोटि सबैजना रातो 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 झन्डा चाहिँ एकचोटि त्यहाँबाट सबैजनालाई स्प्याम गरिदिउँ नेपालको लागि स्प्याम गरिदिउँ र इफ आर नेपाली क्रिकेट फ्यान्स सब्सक्राइब गरौँ च्यानललाई सपोर्ट गरौँ लाइक गरौँ भिडियोलाई लेट्स गो फर 200 लाइक्स है त मतलब मलाई लाग्छ यो गेम चाहिँ जुन प्रकार मतलब नर्मल्ली इफ यु सी होइन यो गेम 15 ओभर सकिनुपर्ने गेम हो 150को स्कोर होइन तर जुन प्रकारले स्टार्ट दिएका थिए कुशल भुर्तेल र आसिफ शेखले मलाई के लागिरहेको थियो भने यो गेम म्याक्सिमम से म्याक्सिमम म 12 ओभरमा गेम चाहिँ कम्प्लिटली सकिनेवाला जस्तो फिल चाहिँ भइरहेको थियो है मलाई चाहिँ 12 ओभरमा यो गेम सकिन्छ जस्तो फिल भइरहेको थियो बट तपाईँले हेर्नुहुन्छ भने 12 ओभर नै हामी एक्स्ट्रा 5 ओभर लियौँ जुन कुशल भुर्तेल र आसिफको कुरा गर्नुहुन्छ भने चाहिँ एक्स्ट्रा 5 ओभर लिएको तब सरी एक्स्ट्रा 5 ओभर लिएको बट नर्मल्ली तपाईँले यो स्ट्याक्स जुन नर्मल्ली स्टार्टिङदेखि नै हेर्नुहुन्छ कुशल भुट्टेल र आसिफले पनि नर्मल स्टार्ट दिएको भए चाहिँ यो गेम लगभग 15 ओभर सकिएर 2 ओभर चाहिँ हामीले एक्स्ट्रा लिएको छौँ होइन तर तर डाउटफुल चाहिँ मलाई के लाग्यो भन्दाखेरि यदि कुशल भुट्टेल र आसिफ चाहिँ चल्दैन थिए भनिसकेपछि चाहिँ यहाँनिर केटा हो रोहित र बसिरले डुबाउन सक्थ्यो केटा हो होइन बसिरको त धेरै डट खेल्थ्यो बसिरले टी20मा यति धेरै डट खेल्नु इज नट गुड होइन तर हामी के भनौँ केटा हो जसलाई हामी मतलब टी20मा तपाईँको हेर्नुहुन्छ भने 90को स्ट्राइक रेटमा हामीले गेम गरेर आएको थियौँ क्या 90को स्ट्राइक रेटमा हामी गेम खेलिरहेको थियौँ होइन त्यो पनि तपाईँको हेर्नुहुन्छ भने लगभग 33 बल खेल्दाखेरि 90को स्ट्राइक रेट हो फेरि 1-2 बलमा 90को स्ट्राइक रेट भइदिएको द्याट क्यान बी कन्सिडर गर्न मिल्थ्यो बट तपाईँको हेर्नुहुन्छ भने 33 बलमा तपाईँको 90को स्ट्राइक मात्रै गरेर डाउट नै मान्छु यसलाई चाहिँ अब स्पिच त्यस्तो स्लो थिएन किनकि कुशल भुट्टेलको कुशल भुट्टेलले राम्रो स्टार्ट गरेको बट बसिरले यो प्रकारको गेमले चाहिँ बसिरले टी20मा आफ्नो स्लट पाउँछ जस्तो लागिरहेको छैन बट मलाई के लागिरहेको छ भन्दाखेरि बसिर इज ट्राइङ टु प्रुभ हिमसेल्फ इन ओडिआई के बस आज मजाले बल थियो बसिरले के सोचिरहेको थियो भन्दाखेरि चाहिँ आज म यहाँनिर के गर्छु भन्दाखेरि चाहिँ आफ्नो ओडिआईको स्टार्ट ओडिआईको पोजिसन चाहिँ मेन्टेन मतलब ओडिआईको पोजिसन चाहिँ सेक्योर गर्छु भनेर चाहिँ बसिर लागि परेको जस्तो देखियो केटा आज बसिर त चितवनको अगेन्स्टमा मात्र हो कि क्या हो होइन बसिरले राम्रो गर्छ पर्फर्मेन्स छ बसिरको ओभरअल इयरमै बसिर वाज कम्प्लिटली फाइन प्लेयर त्यही पनि कतारसँग केटा हो त्यही पनि कतारसँग बसिरको यस्तो गेम मतलब कि
बसिर T20 को लागि भने चाहिँ अलिकति गाह्रै जस्तो लाग्छ मलाई। कासिम भाइ त्यो च्यानलमा त्यो क्रिक परिवारमा गएर मेरो यो लाइभ स्प्याम गरेर त कुशल मल्ल कुशल म्यान अफ द म्याच थियो टिकापुर टिभीको तर्फबाट। अनि कुशल भुर्तेल केटा हो, कुशल भुर्तेल इज ड्याम म्यान अफ द म्याच केटा हो। जोसुकै म्यान अफ द म्याच पाओस्, बट म के भन्छु भन्दाखेरि कुशल भुर्तेल इज द म्यान अफ द म्याच फर मी फर यु, सबैको लागि कुशल भुर्तेल म्यान अफ द म्याच हो। किनकि यो मान्छे केटा हो, यो मान्छे केटा हो लगातारको डाउनफल पछि कमब्याक गरेको छ हाम्रो मामाले। सो गाइज एकचोटि सबैजनाले ह्यासट्याग मामा लगाइदिउँ। 300 पिपुल आर वाचिङ। ठ्याक्क च्यानल सब्सक्राइब गरेर ह्यासट्याग मामा स्प्याम गरिदिउँ है। दाइ रोहित र बसिरलाई त्यहाँ टाढा थियो, 5 ओभरमै 84 रन थियो अनि त्यही भएर बिस्तारै खेल्यो। सो कति धेरै त्यो फ्रिडम थियो क्या रोहितलाई र बसिरलाई फ्रिडम थियो, बट यति धेरै पनि फ्रिडम थिएन कि 90 सेकेन्डमा खेलिदियौँ हामी केटा हो। त्यो पिचमा हङकङको त्यति सानो ग्राउन्डमा तपाईँ जम्मा जम्मी 2टा मात्र बााउन्ड्री हान्नु भएको छ। तपाईँको लगभग 8 रन बााउन्ड्रीबाट आएको छ र बाँकी तपाईँले हेर्नुहुन्छ भने तपाईँको लगभग 22 रन जति चाहिँ तपाईँको यतापट्टि सिङ्गल डबलबाट आएको छ। सो आई थिङ्क बसिरलाई चाहिँ कन्सिडर गर्नुहुन्छ सिङ्गल डबलको लागि, बट मलाई लाग्छ केटा T20मा सिङ्गल डबल भन्दा पनि बााउन्ड्री इम्पोर्टेन्ट जस्तो लाग्छ मलाई होइन। बसिरलाई मैले के भन्छ सजेसन दिइरहेको छु कि जसलाई म जज गराएको छैन बसिर अहमदलाई, बसिर अहमदको म उहाँको समर्थक पनि हो, बट बसिर अहमदले यो प्रकारले T20मा राम्रो पर्फर्मेन्स निकाल्छन् जस्तो लाग्दैन अरू गेममा। बिकज अलिकति कम प्रेसरको गेम थियो। आज अलिकति यतापट्टि ब्याकअपमा पनि वी हेभ सो मेनी ब्याट्सम्यान जस्ट लाइक तपाईँको कुशल मल्ल बाँकी थियो, तपाईँको यता दिपेन्द्र सिंह गैरी बाँकी थियो, तपाईँको धेरै ब्याट्सम्यान बाँकी थियो क्या ब्याकअपमा पनि, गुलसन झावा चाहिँ बाँकी थियो त्यहाँनिर। सो हामी सँग ब्याकअप हुँदाखेरि पनि हाम्रो प्लेयरले आफ्टर मतलब हुन्छ तपाईँको लगभग 10 बल खाइसकेपछि 10 बल लगभग खेलिसकेपछि चाहिँ एटलिस्ट एग्रेसिभ खेल्नु पर्थ्यो। जुन प्रकारले तपाईँले हेर्नुहुन्छ भने रोहित कुमार पौडेलले खेले त्यो प्रकारको गेम चाहिँ बसिरबाट पनि एक्सपेक्ट गरेको थिएँ मैले होइन। सो बसिरबाट त्यो एक्सपेक्टेसन गरेको थिएँ, बट बसिर नराम्रो गेम होइन, बसिरको गेम राम्रो। अनि आजको कुरा हेर्नुहुन्छ भने बसिरले जुन प्रकारले खेले द्याट इज गुड, बट भोलि बसिरको यस्ताको गेम हुन्छ भनेपछि चाहिँ मजा आउन्न होइन। रोहितको गेम त एकदम बवाल थियो केटा हो। रोहित र बसिर होइन रोहित त ठिक थियो केटा हो। रोहितले त सुरुमा टिकेर खेलेको थियो किनकि 2 विकेट गइसकेको थियो रोहितले, 1 विकेट गइसकेको थियो। रोहित आएर टिक्नै पर्ने थियो। रोहितले आएर थोरै बहुत यतापट्टि प्रेसर ह्यान्डल गर्यो, टिक्यो, थोरै बहुत बलहरू डट खेल्थ्यो किनकि यतापट्टि अपोनेन्टले यतापट्टि कुशल भुर्तेलको विकेट लिइसकेपछि दे वर सो मच कन्फिडेन्स कि मतलब तिनीहरूले आसिफको पनि विकेट लियो, त्यसपछि आसिफको विकेट लिए, त्यसपछि के छ रोहितले थोरै बहुत डट खेल्नुपर्ने थियो। बट यतापट्टि कोचको तर्फबाट एउटा गल्ती के भएको छ भन्दाखेरि चाहिँ एकतिर रोहित जो इनिङ्स सम्हाल्ने प्लेयर गइरहेको छ नि, इनिङ्स सम्हाल्ने प्लेयर खेलिरहेको छ भने अर्को तर्फ पनि तपाईँले बसिर अहमद जो इनिङ्स सम्हाल्ने प्लेयर नै हो, तपाईँ इनिङ्स सम्हाल्ने प्लेयरलाई नै पठाउनु भएको छ तपाईँले टुर्नामा पनि। द्याट इज कम्प्लिटली बायस टुवार्ड्स कुशल मल्ल अथवा तपाईँले दिपेन्द्र सिंह गैरीलाई बायस चाहिँ गर्नुभयो। एउटा एग्रेसिभ प्लेयर र एउटा तपाईँको यतापट्टि एकतिर एग्रेसिभ प्लेयर र अर्कोतिर तपाईँको हेर्नुहुन्छ भने तर अर्कोतिर चाहिँ यतापट्टि एकतिर एग्रेसिभ प्लेयर, अर्कोतिर यतापट्टि तपाईँको हेर्नुहुन्छ इनिङ बिल्ड गर्ने प्लेयर चाहिँ नेपालले खेलाउनु पर्ने थियो। द्याट इज कम्प्लिटली मिस्टेक। आई थिङ्क त्यो मिस्टेक भएको जस्तो लाग्छ मलाई। चाहे रोहित र बसिरको आज मतलब नेट रन रेट त रोहितको ठिक छ होइन, रोहितले पछाडि कमब्याक गरे, छक्का चौका हानेर रोहितले कमब्याक गरे, बट बसिरले चाहिँ त्यो प्रकारको गेम डेलिभर गर्न सकेन। सन्दीप जोरा चाहिन्छ यो पिचमा रे होइन। जस्तो लाइक तपाईँले हेर्नुहुन्छ भने दिस इज नट द पिच होइन, यो तपाईँको हङकङ सिक्सेसको पिच होइन। हङकङ सिक्सेसमा तपाईँको व्हाइट बल क्रिकेट पनि भएको थिएन है। सो तपाईँलाई मैले भन्न चाहेँ जो पनि सोचिरहनु भएको छ कि यहाँनिर केटा सन्दीप जोरा अथवा लोकेश बाम भइदिएको भए चाहिँ पड्काउँथे, बट द्याट इज नट राइट बिकज यो हङकङ सिक्सको बााउन्ड्री पनि होइन, यो हङकङ सिक्सको पिच पनि होइन है त, तपाईँलाई मैले भन्न चाहेँ। र अनिल शाहलाई चाहिँ थोरै बहुत यतापट्टि गाह्रो नै हुनेवाला छ। इन्जुरीको कारणले गर्दाखेरि अनिल शाहलाई चाहिँ गाह्रो भइसकेको छ बिकज अनिल शाहले लगभग आफ्नो ओपनिङको पोजिसन सेक्योर गरिसकेका थिए आफ्टर एनपिएल, आफ्टर पिएम कप, आफ्टर त्यो आफ्नो त्यो रमाइलो जो इनिङहरू थियो नेपाल टिमको लागि। बट अनिल शाहलाई चाहिँ अनिल शाहको लागि चाहिँ यतापट्टि म थोरै बहुत तनावमै छु बिकज अनिल शाहले राइट नो कन्डिसनमा कमब्याक गर्नलाई चाहिँ अब फेरि थोरै बहुत गाह्रो पर्न सक्छ अनिल शाहलाई पनि, किनभने अब इन्जुरी पछि प्लेयर त्यही प्रकारको खेल्ला नखेल्ला फर्म आउला नआउला बिकज पिएमकोमा पनि खासै राम्रो अनिल शाहको फर्म देख्न पाइएन। र अब यतापट्टि अब आई होप अनिल कुमार शाह यतापट्टि मधेस प्रिमियर लिगबाट चाहिँ आई थिङ्क अनिल कुमार शाहको चाहिँ कमब्याक भयो भने चाहिँ द्याट वुड बी द पर्फेक्ट फर नेपाली क्रिकेट फ्यान्स, नत्र भने चाहिँ बहुत गाह्रो हुन्छ। प्लेयर अफ द म्याच कुशल भुर्तेल डेफिनेटली पनि प्लेयर अफ द म्याच त कुशल भुर्तेल नै हो नि केटा, अझ फर्म नै कुशल भुर्तेलको थियो यार।